ल आज चाहिँ हामी माछा मार्न जाँदैछौँ। मेरो फिसिङ रड भाँचेर चाहिँ हाम्रो पट्टेले बनाउँदैछ टुप्पामा त्यहाँ चर्केर। चर्काउने मान्छे पनि यही हो, फिसिङ रड बिगार्ने मान्छे यही हो। केही दुई शब्द भन्नुहोस् त। पट्टे बाली चाहिँ त्यहाँ मैदा किन्दैछ माछा मार्नलाई। फिसिङ रड हेर त्यहाँ मैदा किन्दैछ, मैदा चाहिँ माछा मार्न हिँडिसक्यो है। कमलको छाडा नबोल्न, साइकल रहेछ, छाडा बोल्यो भने हाल्छु मात्रै फेरि। फिसिङ रड लिएर कमल पोखरी भन्ने ठाउँमा माछा मार्न जान लाग्यो हामी चाहिँ। अब यो चाहिँ यहाँ कमल पोखरी आइपुग्यो, यही ठाउँमा हामी माछा मार्ने आज ट्याक्क लगाएर होइन त। यहाँ माछा मार्ने माछा मुनि मुनि हिँडिरहेछ। यो कमल पोखरी हो यो ठाउँको नाम चाहिँ। हामी आई मछुवारी प्योर यहाँ माछा हिँड्छौँ। गरिब महिनामा सुरु भयो, माथि माथि आउँछ माछा। कमल पोखरी रमाइलो छ, हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ मिठो मिठो खाजा खान, होइन त? के छ बाबु, माछा मारिन्छ त? च्याप च्याप पर्ला जस्तो है आज माछा। यो सब माछै माछा है। फुल छ क्या यहाँ चाहिँ गार्डन। हामी बजार जाने हो कि? यस्तो ब्युटिफुल गार्डन छ है यहाँ चाहिँ। टक्क सबैलाई ह्याप्पी होली। उहाँ हाम्रो मन्जिल ह्यान्सी कमल पोखरीको एकदम राम्रो नम्बर 1 स्टाफ। होली लगाइदिउँ भनेको उसलाई, मन्जिललाई। हाम्रो कमल पोखरीको एकदम खतरा स्टाफ। कति माछा पारिस् त भाइ? सर्पो हो कि पानी हो? पानी पो रहेछ। यहाँ चाहिँ माछा छ अरे है, माछा। ल दाई भयो, दाई माछा ऊ हाम्रो हिरो, सेकेन्ड हिरो। चाहिँ माछा छ यार होइन रसिन भाइ? हाम्रो रश्मिन हिरो हो। नात एक लट, ह्याप्पी होली। ह्यान्डसम के छ त नि अनि आजको? माछा मारिन्छ आज? रोटी छ सुक्खा। माछा मारिन्छ भन्न? मारिन्छ। कति मारिन्छ? के रेडी गर्दैछौ त तिमीले? तिमीले के रेडी गर्दै हो त नि? यो भाइ ह्याप्पी होली। कलर ल्याउ न, ल्याउ न कलर, यहाँ लगाइदिउँ। यसलाई लगाइदिउँ कि कलर। यस्तै गिलो त बनाए अनि है भाइ? भाइलाई बुढो आउँछ होला है? है गर हामी यहाँ पट्टे भाइले चाहिँ माछा मारिसक्यो। लभली हेर्नु बल्छी जोडेर लभली माछा। कति हो भाइ? मेरो ज्याकेट ल्याइदिनु। टोइलेट कहाँ है? टक्क बल्छी हानेर बसेको छु यहाँ। मान्छेहरू टन्ना आएको छ त्यहाँ खेल्न। आमा हेर त आन्टीहरू दिदीहरू मान्छे आउँदैछ कमल पोखरीमा। हजुरहरू पनि आउनु होला, मिठो मिठो मोमो खानु होला, यसरी मैदा मुसेर फिसिङ गर्नु होला। नाच्नु भयो त्यहाँ गरेर। राम्रो छ बस्नलाई। है पट्टे हान्सीले मारिसक्यो त्यहाँ, माल ठुलो मार्यो। ओए त्यही छोड्दैन म त्यतै आउँछु। ल पक्रिदिनु। हालिदिन्छु नि म त फेरि यहाँ भ्लगमा। ओए भने हो र? सर्पो हो कि यहाँ साइको?
सर्प नै अनगन्ती माछा अन्त धेरै सर्प भइसक्यो होला अब कति किलो माछा माऱ्यो अनि कति किलोको फल हो त नि त्यो र अनि के छ त नि भतिजा आफ्टर लङ टाइम माछा मार्न टुर जाने पुरा भयो अरे चुनावपछि त कहाँ हो नि टुर उता दार्जिलिङ सिक्किम डरपाटन जाने कि नजाने नि नजाने ल सबैलाई यस भ्लग मार्फत के इन्फर्मेसन देऊ त टुरको बारेमा टुरको हाम्रो चाहिँ टुर हुँदैछ होइन 3 दिनको हो कहाँ नि जाने भए जाऊ नजाने भए नजाऊ सबैलाई त्यही भन्छु म तर पटे जानुहोस् टुर यो फेरि बिरामी हुन्छ यार डक्टर लिएर हिँड्नु पर्छ एउटा नर्स लिएर हिँड्नुपर्छ यसलाई साइडमा अनि एउटा बस्ने कुरा के भन्छ त्यसलाई के भन्छ अरे खाटलाई के कस्तो फिल भयो त नि पट्टे यसले चाहिँ टोकेर माछाको साटो यसले खायो हामीले चाहिँ टक्क यति माछा मारिसक्यो आज भतिस उचाला त जिममा उचाले अस्ति उचाला नि त्यो 1 पाउ पनि छैन के ठुलो माछा के वाह कुन माछा भतिस यो जलकपुर हो ए एउटा मात्र खाँदा दुईटा पारेको भने होइन एउटा यहाँ चरा छ एउटा होइन ठिक छ ओ वाह दुईटा एउटा देखिरहेको यस्तै उचाला न माथि ए तिमी यार सेल्टिसक्यो गाई ल हजुरहरू पनि आउनु सक्नुहुन्छ यस्तो ब्युटिफुल ठाउँमा आएर माछा मारेर पकाएर खान सक्नुहुन्छ अनि उहाँ हाम्रो एउटा रश्मिन साथी पुरा दिइरह है फिसिङ रडमा अनि हामी आयो माझी दाइले बल्छी बनाउँदैछ बाँदरको हातमा नरिवेल भने जस्तै अर्को फिसिङ रड ल्यायो भने पनि भाँच्छ नयाँ ल्यायो भने नि यिनीहरू बिगार्छ